हेलो साथीहरू, तपाईहरु सबैजनालाई एकदमै धेरै नमस्ते, गुड मर्निङ। आज चाहिँ म यहाँनिर यसो कन्यामतिर हावा खानको लागि आइसकेको छु। हावा खानु भन्दा पनि चिसो चिसो छ, मौसम पनि यतिखेरको जाडै हो। त्यो पनि इलाममा त चिसो त अब लास्टै चिसो भइहाल्छ। घाम लागेर त्यस्तो चिसो भएको जस्तो चाहिँ लाग्दैन। हावा चलिरहेछ सररर, ज्याकेट लाएर आउनु होला। अनि कन्याम घुम्न आउनुस्, कन्यामको दृश्य हेर्नुस्, मौसम हेर्नुस्। मौसम वाउ, कति मजाले खुलेको छ आज त, हेर्नुस् त। आज त धेरै खुलेको रहेछ मौसम पनि। कन्याममा खासै भिड चाहिँ छैन जस्तो छ। मान्छेहरू ठिकठिकै हल्का फुल्का मान्छेहरू आइराख्नु भएको छ। तपाईहरु पनि एकचोटि अवश्य आउनु होला यो बेला है, वारिपारीको दृश्य हेर्नलाई। यसो चियाबारीहरू मजाले खुलेको छ क्या, यतिखेर सबै खुलेको हुन्छ रहेछ। दिनहरू पनि एकदम धेरै रमाइलो क्या। आम्मामामा, लु हेर्नुस् त कति धेरै ठिकठिकै मान्छेहरू, भिडै छ। कहिले कहिले चाहिँ लास्टै भिड हुन्छ। यहाँनिर पार्किङ गर्ने ठाउँ पनि पाउँदैन होला। अस्ति एकचोटि म आउँदा त खुट्टा राख्ने ठाउँ पनि थिएन। अहिले पनि आज पनि मान्छे चाहिँ भिड नै छ। यहाँनिर घुम्न आउनुस् है, घुम्न आउनुस्, कन्याम घुम्न आउनुस्। इलाम जिल्लाको एकदमै धेरै मुटुमा रहेको भन्दा पनि मुटु नै भन्दा नि हुन्छ इलाम जिल्लाको। पर्यटकहरूलाई यस्तो लोभ्याउने ठाउँ हो, हेर्नुस् त। यहाँनिर तपाईहरु कन्यामा आएर तपाईहरु यहाँनिर घोडामा चढ्न पनि सक्नुहुन्छ। घोडामा चढेर वरिपरिको दृश्यहरू अवलोकन गर्न सक्नुहुन्छ। घोडामा चढेर तपाईहरु इन्जोय गर्न सक्नुहुन्छ। हेर्नुस् त कति रमाइलो छ हाम्रो इलाम। अनि यहाँको प्लस आजको मौसम एकदमै धेरै के भन्ने र खै, स्वर्ग हुन्छ। मान्छेले नमरी स्वर्ग पनि देखिन्छ भन्छ नि, सायद यही होला स्वर्ग चाहिँ। मलाई चाहिँ त्यस्तो लाग्छ। मरेर स्वर्ग भन्छ, तर नमरी पनि स्वर्ग देखिन्छ नै। इलाम आउनुभयो भने चाहिँ अवश्य देख्नुहुन्छ है तपाईले। म चाहिँ अब यहाँदेखि यता लागेर म चाहिँ कहाँ जाँदै गरेको भने, म चाहिँ उतापट्टि फिक्कलसम्म जाँदै गरेको। फिक्कल पुगेर फर्किन्छु। अहिले फर्केर आउँदा घुम्छु होला। अनि एकदमै रमाइलो छ। अहिले त रोड पनि दामी बनाएको छ, हेर्नुस् त है कति रमाइलो छ। आउँ लागेको छ कि छैन तपाईलाई? यो भिडियो हेरेर आउनु होला।